हेलो गाइज, आज चाहिँ म र मम्मी अस्ति आएकै हाम्रो फुलबारीमा। आज चाहिँ हामी चाहिँ आज तरुल निकाल्न जाँदैछौँ। त्यो पनि हाम्रो यो पछाडिको त्यो फुलबारीमा। हेरौँ त कस्तो रहेछ। 2 वर्ष नै पहिला नै रोपाएर थियो। अनि अहिले चाहिँ अब हेर्छु कस्तो छ। अनि तिहार यो बोराभित्र ल है त। त्यसपछि म चाहिँ खन्न सुरु गरेँ। मम्मी चाहिँ इन्स्ट्रक्ट गर्दै हुनुहुन्थ्यो। अनि त्यसपछि म खन्दै बसेको। अनि एकछिनपछि हेरेको कति भएको रहेछ भन्दाखेरि अनि धेरै टाइम लाग्यो नि त। अनि बल्ल देख्यो के तरुल खनेको तरुल कति रहेछ भनेर भित्र। अलि तरुल उखाड्ने काम भइसक्यो। अब चाहिँ राखेको हतियार हेरौँ त है त कति भयो है। ल पहाड जतिको चाहिँ ठुलो त हुँदैन। यो सबै लोकल हो। यत्रै हुन्छ। जे होस् सानो हुन्छ। धेरै ठुलो हुँदैन। ल है त आजको ब्लग यति नै।